हेलो नमस्ते मेरो प्यारा साथीहरूलाई अनि फेरि पनि नयाँ सालको शुभकामना ह्याप्पी न्यु इयर 2083 सालको भन्न चाहन्छु। अनि यो 2083 सालले चाहिँ सबैको जीवनमा सुख शान्तिले छाओस् अनि उन्नति प्रगतिले छाओस् होइन। अनि 2082 सालमा जति भुल गल्ती भएको छ मबाट, मेरो परिवारको सदस्यहरूमा, मेरो साथीभाइमा सबैमा म माफी माग्न चाहन्छु। अनि त्यसै गरी हामीले पुरानो कुरालाई बिर्सेर चाहिँ अब नयाँ गरी होइन अघि बढ्नेछौँ। अनि उन्नति प्रगतिले हाम्रो जीवनमा छाएको होस्। अनि सबैमा चाहिँ यो नयाँ सालले नयाँ उमङ्ग नयाँ जोस जागर दिएको होस्। अनि सबैको उन्नति प्रगति भएको होस्। अनि मेरो परिवार लगायत मेरो साथी सङ्गी सबैलाई म भन्न चाहन्छु नयाँ सालको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि देश विदेशमा रहनुभएका हेर्नुभएका सबैलाई 2082लाई त्याग्दै आज 2083लाई चाहिँ हामीले स्वागत गरेका छौँ। अनि सबैलाई ह्याप्पी न्यु इयर अनि परमेश्वरले सबैलाई धेरै धेरै आशिष दिनुभएको होस् भन्दै यो भिडियोलाई म यहाँ राख्न चाहन्छु। हस्त नमस्ते धन्यवाद।